यो चाहिँ रोडेथाङमा चाहिँ गाडी हामीले यहाँ राखेको छ। यहाँ चाहिँ घरको लागि सौदा हुँदैछ। आमा र बाउको लागि क्रिसमसको सब्जी सौदा रासिन पानीहरू किन्दैछ अनि जाने हो। इबना, आर यु ह्याप्पी टु मिट योर ग्रान्ड प्यारेन्ट्स? Yes. सी सो एक्साइटेड। ल आऊ यहाँ आऊ। यस नातासँग बस्दै गर न, घाम एकछिन सौदा गर्दैछ सब्जी सौदा। 52वटा ढोका भएको घर, एकदमै पुरानो राजाको टाइमको एकदमै यो घर चाहिँ यहाँनिर छ। 52 ढोका भएको 52वटा डोर भएको घर हो। तर यहाँनिर चौकीदारले चाहिँ खालि चड्डी बनियान सुकाइदिएछ। चड्डी बनियान सुकाएर चाहिँ अलिकति राम्रो देखेन। बारीबाट साग टिपेर आएको। यहाँ चाहिँ आगो फुकेर यहाँ बाउ चाहिँ बिमार भएर चाहिँ हामीलाई चाहिँ बिहान हस्पिटलबाट फोन आएर चाहिँ अत्तालिएर आएको हामीहरू नाम्चीबाट। अहिले ठिक हुनुहुन्छ। आगो तापिरहनु भएको छ। इबना, आर यु इन्जोइङ? Yes. आगो फुक्नुहोस् त। कसरी फुक्यो अरे? आगो फुक्दैछ। आगो फुक्दैछ। तल 2टा कुकुर छ, 2टा बाख्रा छ। आमा बाबा आमा आमा बाउ बाउ अहिले ठिक भयो त? चिनी कम्ती खानुहोस् ल बाउ, सुगर भएछ। यो दाउरा चिरेको हेर्नु, दाउरा चिर्दैछ। हजुर बाउ तातो पानी? ल ओके हुन्छ, ल जाउँ। खै दाउरा चिरेको हेरौँ न। आउँदैछु ल बाउ, अलिक दाउरा गर्दो रहेछ हौ काम त। सेलरोटी चाहिँ यसरी पोलाइ हुँदैछ है किचनभित्र। ओदन लगाएर सेलरोटी एक नाङ्लो भएको छ। अझै छ आधी। दामी बिरेर भएको सेलरोटी पोल्दैछु। सेलरोटीको पोलाइ चाहिँ यस्तो हालत चाहिँ यस्तो हुँदैछ। नानी बाहिर खेल्दैछ। इबना खेलिरहेछ। रोटी पोलाइ हुँदैछ है। ल सेलरोटी चाहिँ यसरी मैले काँडेदार सेलरोटी पोलेको छु। यत्रो भाँडाको, ठुलो भाँडाको। अनि बलको पनि एक बल छ। यहाँ चाहिँ हामीले बाँडिसकेको छ। यताउता बाँड्नु लग्यो र यसरी सेलरोटी पोलिसकेँ मैले। ल है अब लाग्यो हामीहरू। इबना र मेसोक भाइ अगाडि हिँड्दैछ। तलनिर बाउ अघि आउनु भएको छ सामान पुऱ्याउनुको लागि। तल गाडी, ऊ माथि आमा। लड्छ है ल बिस्तारै, बी केयरफुल। Not that one. This way. That. लु बाउ राम्रोसँगले बस्नुहोस् ल। दबाई टाइममा खानु है ल। हात देखाउनुहोस् त। हात कति भएको हात? ए सुनेको हात। दबाई खानु ल। बहिनी जो गर बहिनी हजुरबाले। लु लु जिउ लु लु हामी गएको ल। ल बाई बाई।